मर्निङ साथीहरू, हामी अहिले काठमाडौँमा छौँ। काठमाडौँ न्यू बस पार्क। अहिले चाहिँ ठ्याक्कै बिहानको 5:53 भयो। हामी चाहिँ पशुपति दर्शन गर्न जाँदैछौँ। बाबा भाइ ए तारा हो सबैजना। के सुनाऊ हामी चाहिँ दिदी बहिनी यो सिटमा भर्खरै चाहिँ हामी पशुपति गेटमा आइसक्यौँ। दिदीहरू चाहिँ फुलहरू लिँदै हुन्छन्। सबैजना फुल पशुपति गेट। हामी चाहिँ अहिले पशुपतिभित्र छिरिसक्यौँ। पशुपतिको कुन गेट हो यो थाहा नै छैन। कुन चाहिँ गेट हो कि यो? बल्ल आउन लाग्यो हाम्रो जनताहरू। बाबा कस्तो फिलिङ भइरहेको? एकदम ठिक छ नानी। पशुपतिलाई दर्शन गर्न पाउँदा दर्शन गरियो, कहिले गरियो थिएन। अहिले छोरीहरूसित सँगै लेखेको किस्मतमा। ह्याप्पी हुनुहुन्छ नि? ह्याप्पी छु। सामिप ह्याप्पी छौ कि छैनौ? यता भएर भन न। रवि दिदी के छ खबर? खुट्टा दुखेछ बिचरा, हिजोदेखि नहिँडेको हिँडे। अब गेट देखिन लाग्यो। हामी यो कुन गेटबाट छिर्यौँ थाहा नै भएन। मन्दिरभित्र जानलाई खाली खुट्टा हिँड्नु परेको अवस्था। तिमी चाहिँ कहाँ हराएर आइक्यौ नि? खाली खुट्टा हिँड्दाको अनुभव कस्तो भइरहेछ? उतै ऊ सबै भर्खरै गेटभित्र छिर्यौँ। यो चाहिँ कुन गेट हो? गेटै थाहा छैन। बाबु जय पशुपतिनाथ। बल्ल यहाँ तातो है। अब भगवानले हिँड्दा हिँड्दै तातो बनाइदिनु भयो। म देखेछु हिँड न हिँड साथीहरू। अहिले यहाँ बनाइदियो है मेरो परिवार। भर्खरै पूजा गर्ने मन्दिर गेटभित्र छिरे। अब लाइन छ क्या हो? त्यो भन्दा सबैले लाने छिटो लाग्यो नि। गेट मेन गेट पूजा गर्नेको भेडा। फाइनली हामी आइपुग्यो मन्दिरभित्र। हामी चाहिँ भर्खरै पूजा गरेर फर्केको सबैजना। चिसो खुट्टा ठिराछ। सबैजना हाई गर। हेलो हाई हाई हेलो
बाबा कहाँबाट त्यसले कपडा खोल्यो बाबाको आफ्नै गफ छ अरे पुन्टी ठुलदिदी कता जानुभयो मलाई पछि यता म अब के अरे यो पशुपतिनाथको दर्शन गरेँ अब हामी जाँदैछौँ मनोकामना होइन त्यहाँको पनि भिडियो आउँछ है त साथीहरू